एयरपोर्ट र आजकल चाहिँ भिड हुने भनेको एयरपोर्ट र भिडियो है भिडियो her yere bakmış. Doğru yere bakmış. साथीहरु फाइनली अहिले चाहिँ हामी इस्तानबुलको लागि चाहिँ हाम्रो टेकअप लागिसक्यो हाम्रो प्लेन स्टार्ट हुन लागिसकेको छ र अहिले चाहिँ हामी दुईजना सँगै साथी हामी दुईटा मात्रै हैन सँगै एउटै सिटमा परेको अरु सब यताउता बाँडिएर बसेका छौँ धन्यवाद सम्पूर्णलाई अनि जसले पनि जुन तरिकाले सहयोग गर्नुभएको छ सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु त्यही नै हो देश चाहिँ अब तपाईको जिम्मा लाएर छोडेको छ ल बुदेरनका बाप रे बाप रे बाप रे बाप म बसमै हिँड्ने जस्तो त होला इलेक्ट्रिक माइक्रोसम्म हुन सक्छ है यो भने रनवेसम्म जाँदै रहेछौँ कि अहिले हामीलाई फर्काउँदैछ खास भन ल ल अब यहाँ ए उहाँबाट बिस्तारै ल्याएर यहाँबाट फन्कार लाँदैछ कि उतै रहेछ नि त हामी जाने त खास धेरै माथि आइयो नि हामी त यार सेट हो नि त आमामामा अझै ठाडै छ के रे यो ठाडै उडिरहेको अब लाइनमा आउँछ कि आहा मजा चाहिँ आयो ल हामी त पोखरा होला नि खै होइन तर है हाइट धेरै हाइट छ नि 1968 हाइट छ त्यसलाई होमतिर लैजानु कता कता थिचेर यहाँबाट यो झिकेर चलाउनु सजिलो हुन्छ ल बादल पनि देखियो कस्तो हुँदो रहेछ बादल भनेको यसो घुमिरहेको छ है
ए हिमाल त वहाँ तल देख्न लाग्यो होइन यो बादलको हेर्नु न यस्तो भुइँ नै जस्तो देखियो यार क्या बवाना जेर क्लियर मेरे बल्ल लाग्यो ठाउँमा फाइनल्ली हामी चाहिँ अहिले जहाजको माथि छौँ जहाजको माथि होइन जहाजभित्र भुइँभन्दा आकाशभन्दा नि माथि छौँ है अहिले चाहिँ यस्तो छ गाछमा है प्लेन उड्दा लास्टै हुने रहेछ कुन चाहिँ हिमाल हो त्यो मनासु होला नि भयो जुन भन्दै नि भयो अनि यहाँ त यस्तो बल हेर त बजार घर यो त यस्तो पनि रहेछ माथि नै आउँदो रहेछ नि त आकाश तल नि आकाश अनि त्यो मुनि जमिन तर हेर्नु नेपाल त खतरा ठाउँ हो कि नेपाल है अरू केही छैन यसरी भन्दा बरु यत्तिकै राम्रो आयो यार Pastry or veg? Non-veg or क्या आएर सोध्नु भयो नन-भेज भने यस्तो खाना आइलागेको छ है खानै जान्दिनँ कि अब यो मिलाएर खाने हो कि ठिकै खाइरहेको छु कि स्वाद चाहिँ एकदम अनौठो मिठो हालेछ तर यो नन-भेज चाहिँ होइन कि खास हामीले नन-भेजमा आएको हो नि त माथि आकाशबाट माथि मजा टर्नेट बस्नु खास यस्तो है कुन ठाउँ हो यो होसमा हो बेहोसमा हो ए बादलै छैन नि बादल हुनलाई पनि त बोट बिरुवा हुनु पर्ला यो तलबाट त ओपन न्याकेड आँखाले देखियो होला कि हाम्रो प्लेन है यस्तो गोठ फुटेर ल अहिले चाहिँ हामी लगभग आइए जस्तो लागिरहेको छ हाम्रो यो म्यापले भनेअनुसार चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ त्यस्तो सहर त छैन नि यार त्यहाँ हेर्नु न यो कस्तो क्लियर थियो नि है हामी बिहान हिँड्ने बेलामा माल्टा भन्ने देश रहेछ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले तर हेरिहाल्ला यो जङ्गलै जङ्गल रहेछ
सब टनल आएछ हो बारो के टनल क्या टनल टनल छ र ओ त्यो सेतो सेतो टनल त यो सेतो सेतो भन्नु सिटी होला टनल लगेर के टनर फला अब यो सँगै हाम्रो चाहिँ लगभग प्लेन अब ल्यान्ड हुने तयारी हो जस्तो लाग्यो किन भन्दा प्लेनले चाहिँ छास गरेर सङ्केत दिइसक्यो झरिरहेको छ है अब केही छ त तल छैन जङ्गल छ जङ्गल हो त्यहाँ हेर्नु त्यो त फाटै हो नि त त्यो यार ल यहाँनिर आइदियो त्यहाँ पुग्छु है Günaydın saygıdeğer hanımefendiler, beyefendiler ve sevgili çocuklar. Kaptan konuşuyor. İstanbul için alışverişimize başladık. Trafikte bir gecikme olmaz ise yerel saatiyle 12.20'de inmiş olmayı planlıyoruz. İstanbul'da gökyüzü parçalı bulutlu, sıcaklık 26 derece. Türk Hava Yolları şahsım ve tüm uçuş ekip adına छैन हुन्थ्यो मैले आइसल्यान्डमै गर्नुपर्छ ए पर्दैन के आकाश जस्तो देख्छ जस्तो के चेन्ज हो यो चाहिँ आकाश होइन समुद्र हो है साथीहरू झुकिनु होला झुकिए चाहिँ प्लिज नझुकिनु है त छ त नि पानी कहाँ हो केटोले झारिरहेछ यस्तो हाम्रो ल्यान्ड हुँदैछ ल चक्क भयो हेर्नुहोस् है नझुकिनु होला पानी छाडे के हो कि हेर्नु नि तल समुद्र होला यो कति ठुलो हो त नि यो है लास हो यो दिस इज इपिक संसारमा आज जन्मेदेखि आज यो समुद्र देखेँ यो चाहिँ हाम्रो टर्की इस्तानबुलको सिटी मसिनो घरहरू यो घरहरू चाहिँ गाडी हेर गाडी तल हेर गाडी छ नि त्यो जङ्गल हेर्नु नि जङ्गल कत्रो हो जङ्गलै राखेको होला कि त्यो त भेडा बाख्रा कुदा खाले गाडी पनि उदाइ तर घरहरू त ठुल्ठुलै छ क्या छ त यहाँ पनि टमाटर त खुब फल्छ क्या यहाँ पनि टमाटर खेती यस्तो सिटीतिर बस्यो भने चाहिँ अलितिर अग्लो घर आयो यो हो नि त तर खतरा ठुलै रहेछ म मेरो यहाँ समुद्र आयो फेरि समुद्र आइयो फेरि आइपुग्यो त अब ल्यान्ड हुनु लाग्यो क्या रोटी पनि किन्दै यस्तै हुँदैन यो त रोटी पिङै भयो त त्यो बादलको छाया हेर्नु नि तल शीतल हुने त्यसरी रहेछ कि खास हेर्नुहोस् है झर्दैछ है यो झर्दैछ ल फाइनल गाइज हामी चाहिँ अब यो इस्तानबुल भन्ने टर्की भनेपछि त हजुरले चिन्नुहुन्छ होला तपाईँहरू आइराख्नु भएको छ हामी टर्कीमा अब प्रस्थान भइसक्यो अब हाम्रो चाहिँ 12-13 घन्टा यति हामी वेटिङमा हुनेछ त्यसपछि हामी सिधा युएस जानेछ त्यसपछि चाहिँ हाम्रो सिधै फ्लाइट युएस तर्फको छ साथीहरू तपाईँहरूलाई हाम्रो यो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यहाँसम्म हेर्नु भएको छ सब्सक्राइब गर्नु होला लाइक गर्नु होला मन परेको छैन भने के मन पर्न कमेन्ट गर्नु होला तर हेर्नु नि त्यो के दुईटा त्यो समुद्रको बिचमा पनि ऊ छ के पाथ भयो कि त्यहाँ हेर्नु न ऊ त्यो पुल त होइन त्यो हो नि त पुलै भन कहाँ पुल आमामा खाने बल्ल खाने हेर न यहाँ नेपालमा पनि छ नि यस्तो गऱ्यो भने यार अनि यसरी नै त हिजो हुने हो नि त हुनेछ गाउँमा यो पङ्खा हल्लिएको यार टमाटर हल्लिएको हेर्नुहोस् न घर हो नि त मान्छेको टर्कीमा घर जग्गा जमिन छ हाम्रो काठमाडौँमा छैन
तर सबै चिज कस्तो राम्रो देखिएको कि है यहाँ तर घर चाहिँ ठिक्क होला है गजाङ छ नि यहाँ पनि सबै माग्नेहरू छ नि यहाँ पनि सब माग्ने खाङ्नेहरू पनि सब छ यहाँ होइन तर कस्तो राम्रो देखिने तर घर चाहिँ अग्लो छ यार जस्ताले छ अर्को जहाज त्यो पनि आउँदैछ कहाँ हो देखिएन नि यहाँबाट रोड चाहिँ मन पर्यो हो अलिकति किन्ने नि त घर लानुहुन्छ यस्तो भयो त्यहाँको त्यो चाहिँ देखिएन नि त जहाज गाउँ साथी घर रहेछ गाउँ हो ए रोक्दे भन्दै होइन भैयाहरूलाई के रोक्दे जस्तो होइन यो त जङ्गल जङ्गल है जङ्गलबाट छ कि यस्तो लाइनको बत्ती हेर बाटोमा छैन नि त अनि ल यो चाहिँ धन्यवाद हाम्रा पाइलटजीलाई धन्यवाद काकालाई हाम्रो सुरक्षित ल्याइदिनु भएको बडो मजा चाहिँ आयो होइन आमामा यो त झन् टायर गुडेपछि पो भयो एयरपोर्ट घुम्नलाई एक दिनमा पनि सक्दैन अरे कि हामीले एयरपोर्ट त्यत्रो ठुलो छ युरोपकै ठुलो भनेपछि बुझ न हो र ल साथीहरू है दुःख सुखले पनि आइयो होइन खाइनाखे भए पनि हामीलाई हाम्रो तर हामीलाई फाँसा आज खाना के अरे बेस्ट भेज नन भेज अरे कि फेरि नराम्रो तले फस्याएर खाना त्यस्तै खानु पायो हुन्थ्यो नि त कस्तो त्यो पछि पनि त्यस्तै ल्याइदिएर मिठो चाहिँ भयो अब झर्नुपर्छ झरेपछि चाहिँ एक लट नेपालको चाउचाउले चाहिँ मुख खुल्ला गर्नुपर्छ अनि बल्ल ठिक हुन्छ मरुभूमिमा आए आफ्नो देशहरू लास्टै गर्मी हुन्छ र त बाहिर निस्केपछि त अहिले चाहिँ हामी टर्कीको एयरपोर्टमा छौँ र यही नै हो खासमा केही छैन अरू सबै नेपाली भयो हामी आएको सबै हामी नेपाली सबै हामी भ्रमणको लागि भ्रमणको लागि आएको यही नै हो खास हामी छौँ 30% नेपाली छौँ नि ए उहाँ चाहिँ उहाँ दमोलसम्म गएको उहाँ चाहिँ केटो यत्तिकै बस्नु बाटो कम्फर्ट सर हो हामी चाहिँ खास हामी अगाडि नै मात्र 8-10 के भनेको त्यसले दिएके मिन भनेको के हो भोडाफोन भनेको छ कि एनसेलको हेर त रोमिङ भयो होला सायद जस्तो लाग्यो मलाई यस्तो छ हेर्नुहोस् है यो विदेशको एयरपोर्ट हो यो चाहिँ ऊ अब हल्तार ट्रान्सफर डोमेस्टिक ट्रान्सफर इन्टरनेसनल ट्रान्सफर उतै देखाइरहेको छ त होइन बाटो त बिराइएको छैन नि हामीले है हेर्नुहोस् बजार यो हो कि खास बजार विदेश हो नि त यो फ्रन्ट राइट फ्रम ड्युटी फ्री अनि भित्र अनि अहिले चाहिँ हामी टर्की एयरपोर्टभित्र छौँ इस्तानबुल एयरपोर्टभित्र अनि लगभग हाम्रो ट्रान्जिट छ लगभग 8-9 घन्टा अझै बाँकी छ हामी आएको 3 घन्टा भयो 3 घन्टा पुरा भयो अनि अहिले चाहिँ मैले चाहिँ साथीसँग कन्ट्याक्ट गरेर अनि त्यो फुड कुपन पाइन्छ भन्ने कुरालाई चाहिँ क्लियर गरेर अनि फेरि हाम्रो साथीहरूले च्याट्ट पारेर फुड कुपन लिएर आउनु भएको छ र हामी चाहिँ अब फुड कुपनमा अब झ्याम्म गरेर खान जाने हो ल थ्याङ्क यू सर र लिफ्टमा माथि जाँदैछौँ अनि लगभग हामी कति 4 घन्टा बस्यो
4 घन्टा बसाएपछि चाहिँ हामीलाई एउटा एकदमै राम्रो के भन्छ अब जादुकी छडी नै भन्नु पर्ला एउटा राम्रो सूचना हात परेर अनि त्यसपछि चाहिँ हामी चाहिँ अहिले यहाँनिर खाजा नास्ताको व्यवस्था हुन्छ भनिसकेपछि हामी चाहिँ अब केही यसो पेट पूजाको लागि आएका छौँ यस्तो छ अनुहार अहिलेको अनुहार अहिलेको अनुहार हजुर अहिले फेरि लामो प्रतीक्षापछि चाहिँ यो चाहिँ पाइयो है ल हेर्नुहोस् त अनुहार हाँसेको दाँत सलल हाँसे हानी मान्छेहरू सबै के त हाँसेको हेर त ल मजा आयो मजा आयो मजा आयो सो अब अलिअलि खाजा नास्ता र अलिकति आरामपछि अनि फेरि हामी चाहिँ अब एकछिन एयरपोर्ट घुम्दिउँ भने अघि न त अलिअलि त घुमेको है तर अब त्यस्तै भयो शरीरमा एनर्जी नभएका कारणले हामी एकदमै थकित थियौँ अहिले चाहिँ हल्का फ्रेस भएर अब एकछिन घुम्न निस्केका छौँ के रहेछ यहाँनिर भन्ने कुरा एकछिन एक्सप्लोर गरौँ भन्ने सिद्धान्तका साथ हामी चाहिँ टर्की एरिया टर्कीको इस्तानबुल एयरपोर्ट घुम्न निस्केका छौँ है त म र हाम्रो विकास अध्यक्षज्यू हुनुहुन्छ विजय खालि विकास मात्रै भन्न आउँछ क्या फेरि किन होला हाम्रो विजय अध्यक्षज्यूसँग चाहिँ हामी घुम्दैछौँ है त अहिले यति बेला अहिले चाहिँ अलिक साँझ भइसकेको छ यहाँको लगभग 7 बजिसक्यो तर पनि उज्यालो चाहिँ छ अहिले अलिकति यो के भन्छ अब हाम्रो यात्रुहरू चाहिँ अलिक कम छ अलिक पातलो छ अघि न त लगभग हामी थियौँ होला 10,000 मान्छे थियो यहाँभित्र मान्छे थियो कहाँ हो भनेर चाहिँ नझुकिनु होला यो एयरपोर्ट भित्रै हो यो चाहिँ है यो चाहिँ हाम्रो इस्तानबुलको एयरपोर्ट भित्र यत्र यत्र क्याफेहरू छ है खाजा खाने ठाउँहरू छन् जहाँ यस्तै घुमाउँ भयो बरु भिआइपी तपाईँको भन्नुहुन्छ भने है यो त बवाल ठाउँ हो बवाल ठाउँ यस्तो सुविधा सम्पन्न है यस्तो कहिले हुन्छ हो हाम्रो देश यस्तो होला त हाम्रो देश तर प्राइस पनि एउटा हिसाबले महँगो चाहिँ होइन जस्तो लाग्यो मलाई नेपालदेखि त महँगो होइन नेपालको त प्राइसै त्यतिकै ओभर प्राइस हो नि नेपाल त जुन सुविधा छ नि यहाँ यो सुविधा हेरेर चाहिँ होइन चकलेट फाउन्डेसन व्यापारकै मान्छे यार आमा यो के रमाइलो हो यो बिजोग रमाइलो छ यहाँ त हेर न कस्तो त्यो लाइट हेर है हेर न आमा यहाँ ओहो यो त बवाल हो कि यो त होइन त फेरि के हो भने यो हामी दोस्रो तलामा छौँ तेस्रोमा छौँ तेस्रोमा छौँ नि हामी तेस्रोमा हो तेस्रो कि दोस्रो हो होइन हौ यस्तो छ नि के अरे तल प्लेनबाट हामी माथि चढ्यौँ अनि त्यहाँबाट फेरि इन्ट्री गरेर फेरि माथि चढ्यौँ नि हामी तेस्रो तला हो कि यो यस्तो छ है हेर्नुहोस् है हाम्रो फेरि घुमघाम भइरहेछ अहिले हाम्रो एयरपोर्टभित्र हामी घुमिरहेछौँ यो एयरपोर्टभित्र यो कुनै चाहिँ एउटा सुविधा सम्पन्न सहरभन्दा कम छैन फेरि यो ठाउँ हेर्नुहोस् है एकदमै विकसित राष्ट्रकै एयरपोर्ट हो यो तर पनि एउटा छ कि यो चाहिँ व्यवस्थापन हो है भन्ने कुरा चाहिँ छ यहाँनिर है अब सबै के अरे समृद्ध नेपाल सुखी नेपाली को यो पनि एउटा परिकल्पना हुनसक्छ यो बवाल हो यो चाहिँ यतिको हुन नि पर्छ अहिलेको यो जमानामा आइसक्दाखेरि अब राई समाल दाइले भने जस्तै 20 वर्ष पहिला अब कसैले भाषणमा चाहिँ हामी 10 वर्षमा चाहिँ यस्तो बनाउँछौँ भनेर भाषण गर्नेहरू अब चाहिँ 15 वर्ष 20 वर्ष लागिसक्दाखेरि पनि तपाईँको चाहिँ हजुर मने मलाई ताजुब लाग्छ भन्दै चाहिँ भाषण गर्ने है अब चाहिँ तपाईँको के भन्छु भन्दा हामीले कल्पना त गरेका हौँ भन्ने कुराहरू चाहिँ धेरै छन् तर कल्पनालाई कल्पनामा मात्रै सीमित राखेर भने यो बनाउनु पर्यो वास्तविकतामा विकास भन्ने कुरा हामीले देख्न पनि पाउनु पर्यो छामेर थाहा पाउनु पर्यो हेरेर थाहा पाउनु पर्यो हामीले त्यो महसुस पनि गर्न पाउनु पर्यो क्या यो चिज पनि त यही संसारमा बनेको कुरा हो नि त
होइन यो पनि यही माटोमा बनेको कुरा हो। यो चाहिँ अब जमिनमै टेकेर चाहिँ खडा भएका कुराहरू हुन्। यो चाहिँ फल्नाले गर्न सक्दाखेरि हामीले गर्न नसक्ने भन्ने त थिएन, तर पनि खै किन गर्दैनन् भन्ने कुरा पनि प्रश्न छ। यही हो खास, चाहेको कुरा यही हो, बनाउन खोजेको पनि यही हो, तर नबनेको पनि यही हो। फेरि के भन्नुहुन्छ अध्यक्षज्यू? बनाउनु पर्छ है, हेर्नुहोस् यो नै हो। यो टर्किस एयरलाइन बब्बाल। अहिले चाहिँ हामी गुसी ब्रान्ड है, यो सबै ब्रान्ड हुने एकदम ब्रान्ड नै झल्किरहेको छ है। यतातिर भन्नुहुन्छ भने तपाईँले चिया खाँदै ब्रान्ड हेर्न पनि पाउनुहुन्छ, कफी खाँदै ब्रान्ड हेर्न पनि पाउनुहुन्छ। बब्बाल छ क्या तपाईँको। वाउ, यो हो नि त वाउ भनेको त। मलाई चाहिँ विकास त छ होला जस्तो लाग्थ्यो होइन, तर यस्तो पनि विकास हुनसक्छ भन्ने चाहिँ मेरो एकदम कल्पनाभन्दा बाहिरको कुरा थिए। मजाले महसुस चाहिँ गर्न पाएको छु। यो पनि एउटा राम्रै कुरा हो, यो राम्रै टुर भयो मेरो लागि चाहिँ है। अब ट्रान्जिट छ, लामो छ बसाइ, लगभग हामी आएको 6 घन्टा पुरा भइसक्यो र पनि अझै 7 घन्टा हाम्रो वेटिङ छ। के गर्ने त भन्दाखेरि चाहिँ घुम्दिउँ भन्ने भयो। अब सुत्न निद्रा लागेको छैन, हेर्नुहोस् है, टाइम त बिग्रिसक्यो। अब वहाँ र यहाँ नै नेपालमा हामी बिहान 4 बजे उडेको होइन, 8-9 घन्टा उडेर आउँदाखेरि चाहिँ यहाँ बल्ल 1 बजी झरेको हामी है। 8 बजे उडेर अनि कति 8-9 घन्टामा त 8 बजे उड्दाखेरि पनि लगभग 4 बज्नु पर्थ्यो होइन, 4 बज्नु पर्थ्यो। तर यहाँ कति 1 बजिरहेको छ भने चाहिँ 3 घन्टाको फरक छ। तर सुत्न मिलेको छैन, निन्द्रा लागेको पनि छैन। यसो सुत्यो ढल्क्यो अनि झसँग झस्किने हो। बबाल छ है, बबाल छ। इस्तानबुल इज बबाल। ल दामी, जसले पनि बनाउनु भयो खत्रै बनाउनु भयो, मजा आयो। ल हेर्नुहोस् त, ओहो कति सुहायो। तर विदेशीहरूले पनि बच्चा चाहिँ पाउने हुन्, नसुहाउने क्या है। बच्चा लिएर हिँडेछन्, आमा भन्दै नसुहाउने क्या। बाउहरू फेरि त्यस्तै ज्याक डङलङमा यो के, बाघले पनि स्याहारै नसक्ला जस्तो ज्यान, आँट्नै नसक्ला जस्तो ज्यान छ यार है। ओल्ड बजार हेर्नुहोस् है, बजार के हो हुन्न क्या है। यो निस्किने ठाउँ हो जस्तो लाग्यो मलाई। अब यतै जाउँ न हामी, बल्ल घाम लाग्यो यार यहाँ। अब फाइनल्ली फेरि अब चाहिँ हामीले मस्त घुमेर डुलेर ठ्याक्कै हाम्रो साथीहरू भएको ठाउँमा हामी आइसक्यौँ। बब्बाल मिठो टुर भयो। ल हामी माथि यहीँ त नै बसेको लम्पसार बादहरू। अनि अहिले चाहिँ हाम्रो 11 बज्यो। अहिले हामी यहीँ एयरपोर्टमा नै छौँ, यसरी नै छौँ, हामी बसिरहेछौँ। अनि पर्खाइमा नै हो खासमा। निन्द्रा आँखा लट्ठ भयो। अब खाजा नास्ताको पनि हुन्छ होला। हाम्रो 11:50मा चाहिँ गेट इन्फो भनेको छ। अनि हाम्रो चाहिँ 1:50मा फ्लाइट भनेको छ, त्यो छ। यति नै बसिरहेछौँ, लाभा भएर बसिरहेछौँ है। अब हामी जसरी बसिरहेछौँ, सुतिराख्नु भएको छ साथीहरू। कोही चाहिँ त मस्त गफ पर्मिट पढेर बस्नु भएको छ है। अनि हाम्रो चाहिँ यस्तो छ खासमा। हामी चाहिँ अहिले यहाँ छ, लगभग अहिले चाहिँ खाली नै छ एयरपोर्ट चाहिँ। अब के हुन्छ, राम्रै हुन्छ होला भन्ने विश्वास गरेका छौँ। हल्ला भने बल्ल देखिया, नत्र देखिया। फेरि हामी जाँदैछौँ सर अघिको झैँ कुपन लिनलाई। अब 5 घन्टापछि भनेको थियो, हामी अलि लेट नै भयौँ। अनि केटाहरू निन्द्रा सुरजको निन्द्रामै हिँडेको क्या बाबु तिमीले यार। यो च्यानल छ मेरो, सुमन भ्लग भन्ने छ, त्यसमा आउँछ होला। मैले हालेँ भने मैले सडन एउटा ट्विस्ट के भइदियो भन्दाखेरि हाम्रो चाहिँ यहाँनिर काउन्टर खोल्यो है हाम्रो A1 चाहिँ। हामीले चाहिँ भाउचर पनि लिइसकेको फुडको, तर अझ खोलेर देखाइदियो नि। ल
खोलेर हामी भाउचर चाहिँ लिइसकेको तर पनि हाम्रो काउन्टर खुलिसकेको कारणले गर्दाखेरि गुड लक A1J को काउन्टर खुल्न लागेको हिसाबले गर्दाखेरि हामी चाहिँ टाप दौडेर आयौँ है फेरि त्यस्तो छ अहिलेको अवस्था चाहिँ अब चाहिँ हामी फेरि यहाँबाट टर्कीबाट चाहिँ आउनको लागि हाम्रो फ्लाइटको लागि हामी चाहिँ गाडीमा चढिरहेका छौँ हाम्रो साथीहरू हुनुहुन्छ यहाँ यसरी बसिराख्नु भएको छ है अहिले चाहिँ रातिको लगभग 1:30 भइरहेको छ टर्कीमा नेपालमा त 4 हुन लाग्यो होला बिहानको 4 बज्नु लाग्यो होला सायद हाम्रो साथीहरू हुनुहुन्छ अनि म चाहिँ यहाँ छु यसरी अब चाहिँ मिसन खाबा क्युबा क्युबा हेर न यो माथि प्लेन छ त्यसो भए नि त प्लेनै हाल्ने कत्रो भार बना होला अन्डरग्राउन्डै हो कि यो माथि छ यहाँ त सानो भयो नि सब प्लेन है स्ट्यान्ड बाई छन् कि फेरि सब TK183 TC आयो कहाँबाट उहाँहरूले आयो मान्छे कताबाट उहाँ छेउबाट ल्याएको नि त हामीले अन्डरग्राउन्ड ल्यायो कि माथिबाट प्लेन आउने भयो हो यो सानै प्लेनमा जाने हो अब हामी नेपालबाट सानो होइन यो सानो त अनि के बोलेको होला कि तिमी होइन तिमी होसा भएर बोलेको कि नहोसा भनेको मलाई पहिला निन्द्रा त होइन नि यत्रो थियो तिमीले हामी चढिरहेको प्लेन यत्रो थियो हामी चढिरहेको प्लेन उहाँ उडेर गएको छ नि त्यत्रो थियो हामी चढेर गएको प्लेन फाइनल्ली हाम्रो प्लेन पनि आइपुग्यो अब हामी जाने प्लेन आइपुग्यो अब हामी जाने हो सरर माई गॉड अनि यसपछि चाहिँ के भयो भन्दा हामी प्लेनमा चढ्यौँ मेरो सिट उतापट्टि थियो हामीले सल्लाह गरेर सल्लाह त भइसकेको छैन तर हामी 3 जना साथीसँगै बसौँ त्यहाँ मेरो सिटमा चाहिँ यहाँ एकजनालाई छुट्टै राखिदिउँला भन्ने मात्रै कुरा भएको छ उहाँ आउनु भयो भने सायद त्यस्तै पनि हुन्छ होला आउनु भएन भने चाहिँ फेरि त्यसलाई मिलाउँला भन्ने कुराले त्यसरी कुरा सल्टिएको छ र अहिले चाहिँ हामी चाहिँ फिल्म हेर्न लागिरहेका छौँ अहिलेको अलि एडभान्स पनि रहेछ प्लेन हामी नेपालबाट आउनुभन्दा अहिलेकोमा चाहिँ त्यहाँ 3टा सिट यहाँ 3टा सिट छ त्यहाँ 2टा थियो बिचमा 4वटा थियो उता 2टा थियो होइन यसमा चाहिँ छ अनि यो टिभी चाहिँ अलिक कसो त्यसरी पनि आउने पनि छ क्या हो यो अलि अगाडि पनि आउँछ क्या यो त्यस्तो नि रहेछ है यो एकदम टच पनि एकदम फ्रिक्वेन्ट टच छ अब हामी चाहिँ यहाँ चाहिँ फिल्म हेर्छौँ अघि नगोमा अलिक थिचेर चलाउनु पर्थ्यो यो चाहिँ अलिक सर्ट चलिरहेको 3 इडियट हेर्ने कुरा भएको छ हाम्रो चाहिँ तिमी कुन हेर्न आयो त्यतिकै हेरिदिएको क्या आवेशियम के हो त्यो आवेशियम हिन्दी इङ्ग्लिस नेपाली ल अफिसले पनि हेर्न आएछ कि त्यस्तो फाइनली हामी सबै कुरा डिल भइसक्यो हामी ओके भइसक्यो हाम्रो फिल्म पनि चलिसक्यो हाम्रो सबै कुरा मान्नुभयो हामीले रिक्वेस्ट गऱ्यौँ हाम्रै छिमेकमा हुनुहुन्छ तर उहाँले मानिदिनु भयो धन्यवाद यसको लागि चाहिँ मजा भयो जो अब मेरो सिट चाहिँ खाली नै छ त्यहाँ है अब झ्यालको सिट परेको थियो तर पनि
मेरो उता ढक भइसक्यो पल्टिसक्यो मिलाइसक्नु भयो उहाँ त मिल्यो कुरा चाहिँ अहिले चाहिँ हामी प्लेनमा छौँ जहाजमा छौँ हामी यहाँबाट चाहिँ हावानाको लागि हाम्रो फ्लाइट छ अब एकदम छिटो फ्लाइट हुन्छ हाम्रो अनि त्यसपछि जे हुन्छ अब बाँकी कुरा हावानामा गएर हुन्छ सो सिउ त्यति बेलाको लागि चाहिँ बिचको अलिअलि कुराहरू पनि म मिलेसम्म चाहिँ तपाईँहरूलाई देखाउँछु होइन प्रदेशज्यू हजुर हजुर अब चाहिँ हामी खानेकुरामा चाहिँ पेस्ट्री अर भेज भन्छ बुझिन्न है हामी अहिले चाहिँ हामी लगभग हावाना नजिक छौँ र एकदम यस्तो रमाइलो कुरा चाहिँ के छ यहाँनिर भन्दाखेरि हामी यतापट्टिको साइडमा चाहिँ लगभग अब घाम आइरहेको देख्छौँ उज्यालो भइरहेको छ यतातिर तर यतातिर चाहिँ कमेन्ट पनि गर्नु होला यो छ है यतातिर उतातिर घामै टल्किसकेको छ यताको साइडबाट चाहिँ यतापट्टि चाहिँ अँधेरै छ क्या यो पनि एउटा रमाइलो कुरा भयो हामीले चाहिँ यो नयाँ कुरा एक्सपिरियन्स गर्नु पायौँ थ्याङ्क्स फर टर्किस एयरलाइन्स टु ह्याभिङ अ सो ब्युटिफुल एक्सपिरियन्स है हामीलाई एकदम रमाइलो गराइदिनु भयो खाना चाहिँ हाम्रो एक टाइम मिस भयो हामी सुत्यौँ मजाले सुत्यौँ लगभग 10 घन्टै सुत्यो चाहिँ तर थाहै भएन थाहा नभए जस्तै भयो हामीलाई अनि हामी इन्जोइङ कुन्ना भयो एमबिबिएस हाम्रो चलिरहेछ उठ्यौँ अलिअलि हाम्रो खाजा पनि भयो अब हामी ल्यान्ड हुनलाई कति टाइम लाग्छ लगभग 32 मिनट भनेपछि हामी 1 घन्टा करिबमा चाहिँ क्युबा हावाना नै पुग्छौँ बाहिर निस्किसक्छौँ होला सायद आज चाहिँ हाम्रो क्युबामा स्टे छ के हो भने ध्यान नाम के भने थियो त्यो होटलवालाको नाम के लवन्डा सवन्डा के भने जस्तो लाग्यो त्यो है यता नि उज्यालो भयो अहिले चाहिँ यता चाहिँ डेन्जर घामै टल्किरहेको क्या त्यता ल साथीहरू यस्तो भइरहेछ इट्स मर्निङ 6:30 बजे मर्निङ टाइम इज भेरी यो मुनिको समुद्र हो माथि बादल हो तर आकाश कहाँ छ भुइँ कहाँ छ केही थाहा छैन हामीलाई हामी चन्द्रमा पुगेर आयौँ यस्तो दामी देखिरहेको छ नि है क्षितिज ठ्याक्कै समुद्रमा छ क्या ठ्याक्क हामी समुद्रको माथि छौँ तर अब आकाश कुन हो समुद्र कुन हुँदैन छुट्याउनु त पऱ्यो नि त अब ल्यान्ड होला Sayın yolcularımız kaptan konuşuyor. Onun için akşamlar başladık. Lokal saatte 7'ye geçmeyi planlıyoruz. बोले तो अपन हावाना आगल आले आगल आगल Sayın yolcularımız, iniş için el bagajınızın başüstü dolabına हामी फर्स्टमा चढेको प्लेन भन्दा चाहिँ अलिक सुविधा सम्पन्न जस्तो लाग्यो kontrol ediniz. सो फाइनल्ली हामी चाहिँ आइपुग्यौँ हावाना एयरपोर्टमा अनि हाम्रो ल्यान्ड भइसकेको छ यो अहिले रनिङ अवस्थामा नै छ ल्यान्ड भएर पनि हामी सर हिँड्दैछौँ ल्यान्ड भइसक्यो र पनि रोकिएको चाहिँ छैन सुरक्षितसँग यात्रा गराइदिनु भएको लागि टर्किस एयरलाइन्सले धेरै धेरै धन्यवाद हामीले भन्न खोजेको चाहिँ धन्यवाद नै हो फाइनली रोकियो सबैजना सामान झार्ने उमा छ मेरो झोला ऊ त्यहाँ अड्केर बसिरहेको छ म त्यो त जानु छ अहिले एकछिनमा जाने हो ल अब चाहिँ हामी झऱ्यौँ गाउँले अनि दाहरू चाहिँ पछाडि भइसक्यो भएन एकछिन किन निस्किने हो अनि फाइनल्ली हामी आयौँ यो पनि अलिक नेपालकै स्टाइलको चाहिँ रहेछ लिफ्ट चाहिँ छ तर चलेको छैन अब चाहिँ खुट्टाले हिँड्ने हो अध्यक्षज्यू छोडिदिनु होला नि अब चाहिँ हामी यहाँ सामान लिन आएका छौँ सो फाइनली हाम्रो भिडियो चेक इन भइसक्यौँ अहिले चाहिँ हामी क्युबामा वेलकम टु क्युबा अनि हाम्रो सामान पनि भर्खर यताबाट खुरुरुरु आइपुगेको थियो हामी ट्रलीमा लोड गरेर हामी चाहिँ अहिले हिँड्दैछौँ हामी 2, 4, 5, 6 जना यस थ्याङ्क यू सो हाम्रो यहाँनिर बाहिर चेकआउट पनि भइसक्यो हाम्रो रिसिभ गर्न पनि आइसक्नु भएको छ हामी सँगै नै छौँ दिस इज लुकिङ सो अमेजिङ क्युबा Yeah.
डक्टर हो रे फाइनल्ली अहिले चाहिँ हामीलाई रिसिभ गर्न आइसक्नु भएको छ हाम्रो क्युबाबाट अनि हामी चाहिँ हाम्रो के अरे हावाना एयरपोर्टबाट हामी चाहिँ अब होटलतर्फ जाँदैछौँ खै त दुईजना केटाहरू गइसक्यो होला कि सायद हामीलाई चाहिँ यस्तो एन्टिक लाइक एन के भन्छ त्यो त अलि एन्टिक नै छ राजाको पाला गाडी हो यो चाहिँ हाम्रो पालामा राजाले यस्तो गाडी चढ्थ्यो होला नि जस्तो लाग्छ है त्यही नै हो खास राम्रै छ सबै कुरा अहिलेसम्म चाहिँ हामी अलिकति एयरपोर्टको बजारमा छौँ गाडी पर्फर्मेन्स दामी गोइङ गुड गाडी चाहिँ 1994 को चेभ्रोलेट भन्ने गाडी रहेछ बाबा कन्डिसन ब्युटिफुल हाम्रो केटाहरू गाडी अगाडि छ बबाल छ यो गाडी चाहिँ यस्तो लचकदार सोफा छ हेर्नुहोस् है सिटिङ पोजिसन पनि एकदम सरल घरमा सोफामा बसे जस्तो कम्फर्ट छ यो गाडीको चाहिँ अनि हाम्रो सायद स्टेज हुन आयो जस्तो लाग्यो मलाई लगभग यता चल्ने यस्तो नै रहेछ अमेरिकन गाडीहरू चल्दो रहेछ क्या बढी we reached our destination. You could have been every गाडी में आएछ नि wow thank you thank you सो फाइनली हामी चाहिँ हाम्रो अर्मान्डो बुवाको घरमा आइसकेका छौँ हामीलाई रिसिभ गर्न जानुभएको थियो हामी 4 जनालाई एकचोटिको पिकअप भयो र 2 जनालाई चाहिँ बुवा लिन जानुभएको छ र हामी चाहिँ यहाँ चाहिँ वेटिङमा छौँ घर चाहिँ यही हो राम्रै रहेछ खुसी लाग्यो फाइनल्ली अहिले चाहिँ हामी हाम्रो क्युबाको होटलमा आइपुग्यौँ हाम्रो साथीहरू चाहिँ एकदमै यो स्पाइसी के भन्छ त्यसलाई स्पाइसी क्रेभिङ भएर चाहिँ हाम्रो साथीहरूले आउने बित्तिकै ज्याम चाउचाउ गरेर चाहिँ हान्न सुरु गर्नुभएको छ यहाँनिर चाउचाउ खसेर यो दाग लागेर कराउँछ अनि हामी 3 जना सँगै बसिरहेको छ हाम्रो 3 जना साथीहरू अर्को रुममा हुनुहुन्छ बबाल रहेछ होटल स्टे चाहिँ दामी क्युबा ठाउँ पनि अहिलेसम्म चाहिँ हेर्दा त है भनेर सुने जस्तो डर लाग्दो त छैन होला जस्तो लागेको छ कि अहिले निस्किम भयो नि के हुन्छ थाहा छैन होटल चाहिँ बबाल छ ल यही हो हाम्रो कोठा चाहिँ 2टा बेड यता चाहिँ वार्डरोब अनि पंखा छ एसी छ यता चाहिँ वासरुम छ फ्रिज पनि छ तर चल्छ होला जस्तो लाग्दैन मलाई बब्बाल छ ल यहाँ झ्याल पनि छ नि झ्याल खोलेर बस्दिउँ न हजुर बन्द रहेछ फेरि ल अहिले चाहिँ हामी हाम्रो The lady cleaned the room, no take picture. ओके अहिले चाहिँ हामी क्युबामा स्टेमा छौँ अनि हाम्रो होटलको साउजी हुनुहुन्छ उहाँ चाहिँ अर्मान्डो उहाँ चाहिँ एकदमै दामी हुनुहुँदो रहेछ अनि हामीलाई चाहिँ गाडीमा ल्याउनु भएको उहाँले अहिले चाहिँ हामी चाहिँ खास केही सामान ल्याउँ न त भनेर बाहिर निस्किन खोजिरहेको छौँ उहाँ चाहिँ हामीसँगै गइदिनुहुन्छ हामीले चाहिँ रिक्वेस्ट गऱ्यौँ उहाँलाई अहिले चाहिँ हामी एकछिन यहीँ नजिकै पसल छ अरे त्यही पसल हेर्न जाँदैछौँ अहिले चाहिँ हामी घुम्दैछौँ क्युबा बजारमा बजार हो कि गाउँ हो कि गल्ली हो कि के हो थाहा छैन यहाँ तर फाइनली हाम्रो चाहिँ अब खाना खाने बेला भयो अहिले हामी चाहिँ भात खाने बेलामा छौँ भात खाने ठाउँमा छौँ खाना ठिकै छ राम्रो छ त्यही नै हो कुरा चाहिँ फाइनली आफ्टर लन्च अब चाहिँ हामी चिसो पार्टी हुँदैछ
मलाई बिहान फोन हान अब फोन हान्दिनँ म अब मियामी बीचमा छ हैन हाम्रो चाहिँ अब लगभग विदेशी बसाइ सुरु भयो ल चियर्स बिहानको 11 बजे अब बीचमा जानु पर्ने हो हामी अहिले चाहिँ लगभग साँझको 7:30 हुँदैछ तर पनि उज्यालो छ घाम नै लागिरहेको छ हामी एकछिन निदायौँ अनि हामी उठेर फेरि हाम्रो साथी म एकजना दाइ उता हुनुहुन्छ एकजना साथी उठ्नु भएको छैन अनि हामीले चाहिँ एउटा गल्ती भएछ हामीबाट चाहिँ खास यहाँ खाना चाहिँ बिहानै भन्नुपर्ने रहेछ बेलुका खाना चाहिँ हामीले भनिएन त्यस कारणले गर्दाखेरि अहिलेलाई चाहिँ हामीले चाहिँ स्यान्डविच खाने भन्ने कुरा भएको छ खानाको चाहिँ अलि अलग्गै हुँदो रहेछ यहाँको जियोस् धेरै चिज फरक अहिले लगभग 7:30-8 नै बज्न लागिसक्यो तर पनि उज्यालै छ दिउँसै जस्तो छ यो चाहिँ हाम्रो नेपालको लगभग 4-4:30 बजीतिरको जस्तो वातावरण छ दाइ आउनुभयो के भने भाइर उठाउनु भयो उठ्छ खान्छ अरे 5वटा ऊ त झन् हामीभन्दा पहिला सुत्दिएको त्यो फोनमा बोल्दा बोल्दै निदा आएको कि त्यो भाइ त्यो भइरहेको छ खासमा चाहिँ ल त्यही नै हो जो सबै कुरा राम्रो छ खानाको लागि चाहिँ अलिकति हाम्रो टेस्ट फरक हो बस्नको लागि त बेस्ट प्लेस अरूले भनेअनुसार चाहिँ है कस्तो छ भने चाहिँ हामीलाई त कस्तो खिसखिस भइरहेको थियो बिहान खाना पनि बडो खिसखिसका साथ खाएको तर बिहानको खानाले चाहिँ मन जितेको छ अब हेरौँ स्यान्डविच कस्तो हुन्छ है त अहिले चाहिँ हाम्रो स्यान्डविच रेडी भयो अनि स्यान्डविच कस्तो छ भनेर चाहिँ म तपाईँलाई देखाउन चाहन्छु पहिला चाहिँ खास यहाँ चाहिँ हाम्रो भाइले स्यान्डविच लिएँ कस्तो लाग्यो है स्यान्डविच This sandwich look like this. This is bread and this is omelette. यही हो खाने अब पिरो चाहिँ त्यो पिरो यो मानिस हो अनि ऊ चाहिँ आउनु लाग्छ है they will come here and what about ketchup? What? Tomato ketchup. Tomato ketchup is finished. Finished. Checking in the Okay. Yes. Wow, no, I'm busy so. अँध्यारै छ 6 बजिसक्यो त यस्तो रहेछ कि यहाँ चाहिँ कस्तो हुने रहेछ भन्दा राति पनि ढिलो अँध्यारो हुने बिहान पनि ढिलो बिहान हुने रहेछ अनि हाम्रो मर्निङ चाहिँ सुरु भयो यता हल्का उज्यालो हुँदैछ अहिले 8 नै झन्डै 8 बजिरहेको छ र हामीलाई चाहिँ बिहानको यो चिया नास्ताको व्यवस्था गरिएको छ हामीले चाहिँ अब चिया नास्ता खाँदैछौँ तातो पानी पनि बनाएर यही नै हो खास अनि साथीहरू अहिले चाहिँ हामीले हाम्रो इन्डियाबाट आउनुभएको कहाँ लखनऊ भन्नुभयो होइन लखनऊबाट आउनुभएको उहाँ चाहिँ टर्कन काइकस जाँदै हुनुहुने रहेछ उहाँसँग पनि हाम्रो यो स्टेमा भेट भयो उहाँ एकदम रमाइलो गुड मान्छे अनि बोलचाल राम्रो भयो उहाँको चाहिँ अब 11:30 उहाँको यहाँ चाहिँ यहाँबाट के भन्छ उहाँ चाहिँ यहाँबाट बाहिरिँदै हुनुहुन्छ सम्झनाको लागि पनि यो पललाई हामीले कैद गरेका छौँ ल सी यू गाइज यो चाहिँ हाम्रो खाना खाने बेला भयो हाम्रो हुन्छ थ्याङ्क यू हाम्रो खाना चाहिँ आजको अलि फरक छ आज हाम्रो नेपालबाट फेरि 2 जना आउनु भएको छ हामी सँगै स्टेमा छौँ आज चाहिँ हाम्रो अलिकति डिस चेन्ज भएको छ मेनु चेन्ज भएको छ हामीले चिकन ग्रिल के अरे फ्राई भनेका छौँ बिन्स आएको छ दाल छ ए हाम्रो अलि भनौँ ल ल्याउँछ होला दाइ चाहिँ बन्दीपुरदेखि हुनुहुँदो रहेछ साथीहरू अब फेरि हाम्रो बेलुकाको डिनर खाने बेला नि भयो अहिले चाहिँ हाम्रो घडीमा यहाँको 8 बज्यो खाना चाहिँ त्यही बिहानकै छ दिनभरिको चाहिँ मैले खासै रेकर्ड गर्ने केही पनि सुतिरहेको छौँ यताउता खेलिरहेको छौँ लाइन थिएन अनि लाइन चाहिँ गएको छ अझै पनि गएको छ अहिले चाहिँ पावर अन गरेको छ यिनीहरूले अब के हुन्छ कसो हुन्छ है भात बिहानकै हो नर्मल नै छ अहिले पनि हाम्रो एकदमै अचम्म घटना घट्यो है यहाँ एकदमै आश्चर्य कुरा हामी देखेका छौँ डर लाग्दै छ त यार यो त पैसा दिएको छैन दिने अब
त्यत्रो ठुलो माकुरा ए झलल्लै देखियो नि त कत्रो हुँदैन माकुरा पनि एक हात छ यो सो गुड मर्निङ अहिले चाहिँ हाम्रो यहाँ 6 दिनको बिहानीमा छौँ हामी चाहिँ यसरी बसिरहेका छौँ अब चाहिँ हाम्रो भात खाने बेला भइसक्यो यहाँ चाहिँ आज अलि लेट भयो उठ्न चाहिँ म चाहिँ उठ्न अलि लेट भयो राति अलिक गर्मी थियो निद्रा लागेन राम्रोसँग मलाई चाहिँ साथीहरू त मस्त सुत्नुभयो म चाहिँ भर्खरै उठेको आज तेस्रो दिनको बिहानीमा छौँ हामी चाहिँ Today Armando is cleaning his car, signing his ride. He's the boss, he's the cleaning the car, he's all. He is everything. He is super almighty. Wash the clothes, all. This is vintage car. What car is it? Lada, Soviet Lada. Soviet Lada. 1976. 1976. And it's performed so nicely. This is Chevrolet 5.4. Oh. 1945. Oh, has a vintage गाडीहरु छ. More or me. This one. But it's signing, it's like new. It's repaired? Repaired. And where is your what the price this car, yeah. For example, now is $2,000. 12. This is 3 times 12. Oh. It's because have a new motor for Hyundai and have air condition and all part is good. No? Yeah, this is I thought like this one is renovated so nicely. Yeah. But you're also so beautiful. My car is more beautiful this. yeah. No, it's in my family boat. I drive this. Oh. And how many years you owned this? I think 18 years old. 18 years? With me. Yeah. Because at the beginning, in communist Cuba, yeah. This car only give the person or the government. Oh. Not by me. Only buy for the principal person for the government. So when the time changed, so this person buy me this car. Oh. You got it second hand, but you take this so nicely with care and love. Yeah. And Armando, how old are you? 72. 72 years old. But you not seem like that. I am a young person. You seem too young. I guess for 55, 56. In Cuba say Papa young. Yeah, too young. ए हाम्रो अर्मान्डोको चाहिँ राइड यो एकदम दामी छ गाडी चाहिँ भित्रबाट बाहिरबाट गाडी त लास्ट गियर गर्ने के यिनीहरूले त्यसै चले आए त अनि कति भन्यो 19 त्यस्तो भने यसले अनि यो 54 भने यो त अझै 21 भने के हाल्यो 18 वर्षभरि चढेको गाडी रकेट हुँदो रहेछ कि गनाउन नै भगाउने हो गाडी है Que dijimos que no. सो साथीहरू आज फेरि हाम्रो चाहिँ अल अफ सडन यस्तो दामी प्लान बन्दैछ कि है अब चाहिँ हामी चाहिँ बाहिर गइदिउँ नि त आज के रहेछ यहाँ एकदम ठुलो त्रासहरू रहेछन् है अनि ठुलो त्रासहरू रहँदै पनि हामीले चाहिँ ल बाहिर जाऊँ न त भनेर आँट गऱ्यौँ र आज चाहिँ हामी बाहिर जाने सुरु गर्दैछौँ
है त ल त्यही नै हो अहिलेसम्म मैले सुझाउ दिनु खोजेको ल अब चाहिँ हामी जानु लागेको मगर सोल्टी पनि निस्किनु भयो है हामी एकदम डराइ फेरि यो ठुलो त्रास छ यहाँनिर अनि यो ठुलो त्रास रहँदै पनि हामी चाहिँ ल जाऊँ न त भनेर एकदम ठुलो बल गरेर चाहिँ अब हामी हिँड्नु आँटेको घाम छ लास्टै टु मच घाम छ यो त हाम्रो उको घाम पनि हुँदैन यो त तराई घाम पनि हुँदैन यस्तो त हामी घरबाट हाम्रो प्रपर्टीदेखि बाहिर आइसक्यौँ बाटोमा छौँ अहिले चाहिँ हामी यहाँ चाहिँ बबाल गाडीहरू कुदेको देखिन्छ है ल हेर्नुहोस् त यो गाडी कस्तो हो यो यहाँ चाहिँ भन्यो ओ निस्क्यो केटाहरू निस्क्यो भनेर तर यहाँ चाहिँ चेभ्रोलेट नै बढी चल्दो रहेछ कि है के हो ट्याक्सी रहेछ कि यो चाहिँ हेर न कस्तो दामी हुँदो रहेछ ट्याक्सी त यस्तो छ हो खासै इङ्ग्लिस नबोल है अङ्ग्रेजी नबोल फ्याट्टा अङ्ग्रेजी चाहिँ नबोल है खै त आउनुहोस् मगर सर ल गाइस हामी त्यो मार्केट हिँडेको हामी डरा हिँडिरहेको छ पुरा कसरी नआउनु नि लास्टै डरा हान्थ्यो के भन्यो एरियालाई केही नै हुन्न मैले देखाएको छैन सम्पूर्णलाई हाम्रो अनि हाम्रो चाहिँ यहाँनिर अलिअलि किनमेल भयो सक्यो हाम्रो यहाँबाट एउटा राम्रै मार्ट जस्तो रहेछ यो सुपर मार्ट त होइन एउटा राम्रै मार्ट जस्तो ठाउँ रहेछ अनि त्यहाँबाट चाहिँ हामीले अलिअलि सामान लियौँ चाहिँ हाम्रो साथीहरू चाहिँ पुरा फुल्ली लोडेड भइसक्छ अहिले यति बेला हामी चाहिँ ट्याक्कै $50 सक्यौँ है यहाँनिर होइन $50 सकियो होइन $50 सकियो नि है कस्तो छ त्यो जुस हामीले ल्याएको सामान चाहिँ पेप्सी छ बियर छ 7up छ अनि लिम्का सोडा छ है र आज फेरि बेलुकाको डिनर सुरु भइसक्यो 8 बज्दै आएको छ आज त अलि अँध्यारो चाहिँ अँध्यारै भयो उज्यालो पनि छ फेरि केटाहरू सुतेर भर्खर उठेको माछा फिस फ्राई डिसमा माछा पनि एड गरेका छौँ माछा भनेपछि त्यो यत्रो प्लास्टिकको पोकामा पाउडी जस्तो त माछा रहेछ क्या हो त्यहाँ उमा माटमा अघि हामी पसल गएको गुड मर्निङ अनि नमस्ते सबैजनालाई अहिले चाहिँ हाम्रो फेरि यहाँ मर्निङ भयो अहिले बिहानको करिब 6:30 7 8 नै बज्न लागिसक्यो 7:30 चान्चुन भइरहेको छ अब गाडी बिहानै स्टार्ट गरेछ बुढाले गाडी चाहिँ भिन्टेज गाडीहरू छ यहाँनिर अब चाहिँ हाम्रो फेरि टी टाइम भइसक्यो चिया टाइम भइसक्यो हाम्रो चाहिँ पुरा पार्टी भइरहेको रहेछ अनि हामी चाहिँ यसरी चिया बन्दैछ हाम्रो दिस इज आवर टी टाइम यत्रो दिन भयो आज हाम्रो लास्ट नाइट स्टे यहाँनिर भोलिबाट चाहिँ छैन एक दिन भर्खरै हाम्रो यहीँको हाम्रो चाहिँ अर्मान्दोको सालीसँग साइकल मागेको छौँ यो कसरी चल्छ है हेरौँ है त होइन नचल्ने नै रहेछ कि फिरबलै छैन कि नचल्ने नै रहेछ यो चल्छ यो डोराएर हिँड्ने खाले साइकल हेर्नु न कहाँ बिस्तारै आना चला है केटाले साइकल पनि चला धेरै टाढा होइन है फर्क गयो यार केटा त आम सर र आम ल बिस्तारै रहेछ कि बिस्तारै यो स्लो साइकल रहेछ कि फिरबलै त्यसरी घुमिरहेको छ हामीलाई त देखिरहेको भएर चाहिँ मतलब गर्दैन त्यसै गाडी यताको बबाल गाडी देख्न पाइँदो रहेछ है यो चाहिँ हाम्रो प्रपर्टी हामी बसिरहेको घर ठुलो छ हो र यो चाहिँ हामी बसिरहेको घर हाम्रो रुम चाहिँ पछाडि छ दामी छ
गरेछन् भने भिड्ने हो भनेर आएको विजेल त ओइ सो फाइनल्ली आज चाहिँ हाम्रो यहाँ लास्ट डे हामी चाहिँ बिहान भयो उठ्यो नुहाइ फ्रेस भयो ब्रस सबै कुरा सकिसकेपछि आज चाहिँ हामी यहाँबाट निस्कँदैछौँ हाम्रो चाहिँ 4 दिन क्युबा बसाएपछि आज चाहिँ यहाँबाट 11 बजे आज चाहिँ हाम्रो यहाँ 11 बजे यहाँबाट चाहिँ चेकआउट छ र क्युबा एयरपोर्टबाट चाहिँ हाम्रो फ्लाइट 4 बजेको छ तर त्यहाँ विभिन्न कुराहरूले डिले भयो भने चाहिँ फेरि हामी अर्को 1 हप्ता यहीँ बस्नुपर्ने भएका कारण हामी चाहिँ बरु 11 बजे जाउँ त्यहाँ जे हुन्छ गरौँ भन्ने हेतुले हामी चाहिँ निस्किसक्यौँ झोलासोला लगेज प्याक भइसक्यो अब चाहिँ जस्ट फर वेटिङ टु इट होइन इङ्ग्लिस अलिअलि दिनु पर्यो नि अब फेरि अनि त्यही नै हो अरू कुरा चाहिँ अब यो यस्तो ठाउँ चाहिँ स्वर्गै जस्तो खाना चाहिँ अब राम्रै होला खै भगवान्ले खाने त होला नि त्यो त अब अब चाहिँ खानाको पर्खाइ सो फाइनली हाम्रो लास्ट लन्च हुन जाँदैछ यहाँनिर चाहिँ हाम्रो चाहिँ एकदम लास्ट खाना यो चाहिँ हाम्रो आज चाहिँ एकदम फरक गरेर ल्याइदिएको छ यो सिङ्गै छैन एकदम सब हेर्दै पनि मिठो होला जस्तो आजको चाहिँ अनि यता ग्रेभी यता चाहिँ चिकन उहाँ कोठा अर्को बुकिङ भइसक्यो हामी जाने बित्तिकै सफा गर्ने अरे कोठा त्यही नै हो अनि कहाँ गयो त त्यो लखनऊ साथीहरू चाहिँ तिनीहरू नखाने भने क्या हो कि लास्ट लन्च हुँदैछ यस थ्याङ्क यू मामा सस साथीभाइहरू हाम्रो अब क्युबा बसाइ पनि सकियो बसाइ राम्रै भयो दामी नै भयो अहिले चाहिँ हाम्रो चेकआउट भइरहेछ अनि चाहिँ अस्ति फोरेको फुरुन्दाना अलिकति अलि एयरपोर्टमा मुख मिठो गराउनु मन लाग्यो भने खाइदिने यहाँ चाहिँ हाम्रो सामान लोडिङ भइरहेछ रोछ क्या अब रोछ कि हामी जतिकै नेपाली त यसले त कहाँ पाउँछ त नि होइन त चिल नेपाली त ओके ओके फाइनली अब चाहिँ हामी यहाँबाट चाहिँ बिदाबारी भइसक्यो अब चाहिँ हामी यहाँबाट निस्कन्छौँ सरी गिटार धन्दै छु त्यो मेरो अब गाडीमा पनि लोड भइसक्यो हामी गाडीमा चाहिँ एसी टोटल्ली एसी बस्ने क्या यसरी जाने यसरी जान पाएको हुन्थ्यो कि होइन मजा आयो यहाँको बसाइ पनि मजा आयो छोडेर जान पनि मजा आयो यार के मजा त के भन्ने हो र होइन रमाइलो अब चाहिँ हामी विदेशी हो कि अब चाहिँ हामी परदेशी हो अबदेखि आजदेखि होइन आजदेखि चाहिँ परदेशी भइयो त्यही नै हो रमाइलो भयो बसाइ रमाइलो भयो हाइवे नै निस्किने होइन अब यहाँबाट अगाडि गएर अनि बल्ल हाइवेमा मिसिने हो कि जस्तो हामी त्यहाँबाट सिधा गएको बाटो हाइवेमा मिसियो होइन अनि लगेज त टन्नै आयो त हामी चाहिँ यहाँबाट लगभग 4 मिनट भयो गाडीमा आएको यहाँ एयरपोर्ट आइसक्यो यहाँ अगाडि छ होइन विकास त भएकै ठाउँ हो नि यहाँको मान्छे गरिब भए अनि अब रोजगारको पनि खासै केही छ जस्तो लागेन मलाई यहाँनिर अनि अलिअलि टुरिस्टको यही भ्याकेन्ट एरिया हो कि यो चाहिँ अब यस्तो हेर्नु अनुशासनले बाटो हेरेर बसिरहेको लाइट साइड होला अझै अनि ल हेर्नु चाहिँ यो चाहिँ विदेश भनेको त छुट्टै छ यो नेपाल कहाँ यस्तो छ त नि यार कुन छ काठमाडौँको एयरपोर्ट त छैन यस्तो यार अनि शान्त एरिया छ नि त बस्ती पनि कमै हो नि त फेरि जनसङ्ख्या नभएको ठाउँमा विकास हुन पनि गाह्रै हुन्छ क्या होइन यहाँ चाहिँ त्यही होला यत्तिको विकास भएको पनि के भन्छ
भन्छ यो अब बाहिरको मान्छेहरू बढी बस्दा रहेछ नि यहीँको कालेहरू भन्दा कता हाल्नु लाग्यो खुलेर बसिरहेको रहेछ हामी यता आउनुपर्ने हो घुम्न होइन अनि यहीँ त रहेछ नि ए घुम्न अरे निस्किनु त डराएर बस्ने केटाहरू घुम्न हेर न यस्तो बवालको स्पोर्ट्स कारहरू छ हेर यस्तो गाडीहरू पनि छन् एमजी गाडीहरू छ यार पोर्ट्से गाडीहरू छ के इन्टरनेसनल अस्ति हाम्रो हामी चाहिँ कुन जग्गा झरेको यहीँ गर्न निस्क्यौँ हामी होइन होला क्या उताको एयरपोर्ट हो क्या उताबाटै लगेको थियो लान त हामी यो चाहिँ अब यो चाहिँ यो ऊ होला कि लोकल यो चाहिँ डोमेस्टिक होला कि होइन इन्टरनेसनल नै भनेको छ यस्तो बल गाडीहरू पनि छ है फेरि है स्ट्यान्ड हेर न इलेक्ट्रिक गाडी सो हामी चाहिँ यहाँ आइपुग्यौँ एयरपोर्टमा त्यो निलै मात्रै सबै पोकाले अहिले चाहिँ हामी एयरपोर्टको वेटिङमा छौँ भइदियो के भन्दाखेरि चाहिँ हामी अलिकति टाइमभन्दा थोरै चाँडो आइपुगेको कारण 1:15 भने होइन अहिले हामी चाहिँ 11:30 भइरहेको 1 घन्टा 45 मिनट बढी आइयो हामी 2 घन्टै भनौँ आगे पनि भयो भने 15 मिनट चस्मा लाऊ के सो अहिले फेरि हामी कति 2 घन्टा पहिला आयो 1 घन्टा भएछ आएको अब ट्याक्कै 1 घन्टा हामी बस्नुपर्छ नेट चल्यो के हाल्नुपर्छ ए ल नेट त कनेक्ट गर्नुपर्छ फाइनली हामी चाहिँ अहिले इमिग्रेसन इन्टर भयौँ यहाँनिर चाहिँ हाम्रो यो इमिग्रेसन वेटिङमा हो र यतापट्टि चाहिँ छ हाम्रो यता बाहिरबाट चाहिँ प्लेन जहाँ उडेर जाने हो यतापट्टि चाहिँ हाम्रो ऊ छ इमिग्रेसनमा आउँछ अहिले चाहिँ हामी एयरपोर्टमा नै छौँ यहाँ छिरेको हामी लगभग 2.5 घन्टा हुन लाग्यो पर्खाइमा नै छौँ तर अलग सडन पानी परिदियो बाहिर चाहिँ अनि बाहिर त ठुलो परेको छ पानी त बाहिर पानी ठुलै परेको छ होइन कहाँ बादल लाग्यो ठुलै परेको क्या पानी बाहिर अनि अहिलेसम्म चाहिँ अब फ्लाइट उनी नआउने टुङ्गो भएको छैन के हुन्छ कसो हुन्छ राम्रै हुन्छ होला भनेर विश्वास गरौँ अहिले चाहिँ हामी एयरपोर्टको इमिग्रेसनभित्र पर्खाइमा छ पर्खाइको क्षण बडो लामो हुने रहेछ हामी पर्खिरहेछौँ तर घडी पनि खै ब्याट्री सकिन्ला है के हो ढिलो सरेको छ त्यही नै हो बडो चर्को छ यो पर्खाइ अनि फेरि अब चाहिँ हामी प्लेनमा चढ्यौँ अब चाहिँ हाम्रो लास्ट फ्लाइट फर दिस जर्नी है 15 मा भनेको थियो 2 भयो अनि यहाँ त मैले चर्की त रहेछ लास्ट फ्लाइट हो अब चाहिँ हामी सर उडेर जाने हो कहाँ भन्दा चाहिँ अब केमनाले अहिले चाहिँ हामी कुबाबाट हावाना एयरपोर्टबाट चाहिँ लाग्दैछ हामी प्लेनमा चढिसक्यौँ बिचको कुराहरू चाहिँ मैले जोड्न पाइनँ अब त्यस्तै त्रसित माहौल छ बाहिर भन्दा पनि आफ्नै सुरक्षाको लागि भनौँ न त्यस कारणले गर्दाखेरि त सो दाइ र म चाहिँ अहिले सँगै सिट सेयरिङमा छौँ साथीहरू चाहिँ अगाडि हुनुहुन्छ हाम्रो प्लेन चाहिँ टेकअपको तयारीमा छ स्टार्ट भइसक्यो ब्याक भइरहेछ अहिले चाहिँ सर उड्दै जाने अब यहीँबाट लिन लाग्यो क्या अगाडि लियो त भयो प्याट यसो थाहा पाउने
यहाँको प्लेनमा चाहिँ अब छैन डिस्प्लेहरू केही पनि छैन नर्मल एकदम साधारण प्लेन छ तर एडभान्स चाहिँ यो चाहिँ नयाँ नै हो यो चाहिँ किन टाइप सी पोर्टै दिएछ भनिसकेपछि चार्जिङलाई टाइप सी पोर्ट दिएछ भनेपछि यो त्यति पुरानो चाहिँ होइन तर यसको मोडल चाहिँ अलिक पुरानै होला यो मैले यसमा प्रोटेक्टर हालिदिएको भएर अलिक क्यामेरा बिग्रियो जस्तो फिल लाग्यो कि मैले हालेको प्रोटेक्टर मगर यात्रामा है कसो कसो होला भनेर खोकी लाग्यो त बच्चालाई चिसो भयो क्या नेपालको भन्दा राम्रो छ एयरपोर्ट त यो त डोमेस्टिक होला यहाँबाट यहाँको डोमेस्टिक होला यो इन्टरनेसनल उतापट्टि भयो होइन अनि यति त इन्टरनेसनल छैन अलिकति भाषा नबुझ्दिनाले हामीलाई अलिक असहज भयो कि नत्र खासै महँगो पनि मान्दिनँ मैले त ओह्रालोतिर लगाएको ए घुमाएर दौडाउने होला क्या ए बुझ्यो बुढीले यहाँ घुमाएर लर त्यो उकालोबाट चुइँ लाने होला अब प्लेन चाहिँ कसरी फर्किन्छ भन्थ्यो अगाडिको टायर र यो सबै टायर घुम्छ नि चल्छ नि टायर एउटा यतापट्टिको टायरको ब्रेन ट्र्याक्टर घुमेको देख्नु भयो ल दौडियो प्लेन दौडिसक्यो है दौडिरहेको छ प्लेन चाहिँ धेरै स्पिड छ है कस्तो हुँदो रहेछ उड्दाखेरि एक्सपिरियन्स कस्तो पातल पातल हुँदैन पङ्खा पनि उठेको उठ्यो लचक्कै उठ्यो यार सबै उठिसक्यो प्लेन छोडिसक्यो भाइ पुरै जङ्गल त रहेछ नि यता चाहिँ यो साइड जङ्गल रहेछ उता साइड सिटी रहेछ उताबाट अब चाहिँ प्लेन उड्यो उड्दैछ उडिरहेछ अनि हामी चाहिँ बसिरहेछौँ त्यही छ त बादल आएर हो बादलमा ठोक्यो क्या त्यस्तो प्लेनै हो Buttons are located in the panel above your seat. Take back control and the armrest.
समुद्रमाथि उडेको हेर्न चाहिँ मजा आउँछ क्या भिडियो खिच्छ है They offer an full body beverage service of the choice, complimentary for lunch, assorted fruit juices and sodas. Beers are for chargers $6, cocktails and wines for chargers $8, champagnes at the charges $10. We do accept credit cards and debit cards only, with exception of American Express and Discovery. Ladies and gentlemen, now you can connect to the outlets of board this aircraft. यो भिडियो चाहिँ मलाई हाल है At this time, we invite you just to back, relax, and enjoy your flight with us. खिचिराख न अब समुद्रमा हिँडेको अब निलै समुद्रमा भन्दा झिलिलो जस्तो आयो यो सिसा बाफियो कि अघि बाहिरको समुद्र नै हो फेरि समुद्र आकाश बादल केही फरक छैन यार है टापमै बसेको एउटा सहर त हो त्यही हो फिक्स त्यही हो आइयो साथीहरू के भन्नु बिस्तारै बिस्तारै टली के भन्नु हो कि छेउछाउमा कति रहेछ त्यो यो के हामी म्यापले देखि नसक्नु छ फेरि अन्त भाइ त सकु अनि मायामी फ्लोरिडा आइ त सकु आयो नि त ल फाइनल्ली गाइस मायामी फ्लोरिडा मायामी हामी आइपुग्यो ध्यान त लास्ट विकसित है अनि नेपालको कुनै एउटा जिल्ला छ त यस्तो कहाँ हुनु एउटा गाउँपालिका छ त यस्तो अनि च्याट्ट मिलेको भनौँ न यो मिलेको हो नि त्यही हो अझै ठिकै नै भयो अब ठिक छ ठिक भित्र आयो अब ठिक टचडाउन जर्जटाउन फाइनली जर्जटाउन तालिबान रमाइलो है फाइनली गाइज वी आर इन क्यामन नाउ अब चाहिँ हामी क्यामन आइपुग्यौँ हामी त सिधै भइयो नि त अहिले त Ladies and gentlemen, welcome to Georgetown, Bergman. We do local time is approximately 4:36 p.m. Don't bring injuries to yourself or to others. Please remain seated with your seatbelt securely fastened until the aircraft comes to a complete stop at the terminal building and the captain has released the fasten seatbelt sign. This will be your indication that it is safe to move around the cabin. Before leaving the aircraft, please check around your seats and फाइनली हामी क्यामन चाहिँ all आइपुग्यौँ the personal belongings. अहिले हामी जर्जटाउन Please use caution when looking at the headband to start What a sun-kissed यो यतिको ब्युटिफुल वेलकम त संसारमा कहीँ पनि हुँदैन थियो होला के भन्नु भाइ मजा आयो आइपुग्यो के भन्नु सो सी खाइदिएछ भनेको ठ्याक्क सिधै पार्क गरेर जाने बल्ल मान्छे
सो अहिले चाहिँ हामी आइपुग्यौँ केमन आइल्यान्ड। सो फाइनली हामी चाहिँ आइपुग्यौँ। यो चाहिँ हाम्रो बाहिर है केमन आइल्यान्ड पनि हामी आइपुग्यो। ल जे हुन्छ ल राम्रै हुन्छ। चल्दिएको ल ल केटा है ल गइदिइहालौँ ल। फाइनली रिसिभर आउनुभयो। अब चाहिँ हामी सर घर जान लागेको। अब एकछिनमा पुगिन्छ होला हामी। यहाँको चाहिँ अहिले चाहिँ 6 बज्यो ट्याक्कै 6 बज्नु लाग्यो। ल बाई। हो ल फाइनल्ली आइपुग्यो हामी। दाइ पनि भेटिनु भयो, भाइ पनि भेटिए। ल आइपुग्यो। यहीँ यस्तै रहेछ के भन्छ है।